फुलका हामी एउटै माला नेपाली सर्वभौमै फैलिएका मेची महाकाली सायौं थुङ्गा फुलका हामी एउटै माला नेपाली सर्वभौमै फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचरा वीरहरूका रगतले स्वतन्त्र आचरा ज्ञान भूमि शान्ति भूमि तारै पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छ देशला अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। विशेष गरी अब यहाँ यो क्षेत्रमा बोलिने भाषा चाहिँ अहिलेसम्म चाहिँ हाम्रो मौखिक रूपमा मात्रै सीमित छ हैन। अहिले त्यसलाई लेखिने काम भएको छैन। अनि यहाँको भाषा मात्रै होइन, नेपालको धेरै भाषाहरूले मातृभाषाहरू चाहिँ अहिले मौखिक रूपमा सीमित छ। अनि हामीले बोल्छौँ, यो जेनेरेसनले बोलिन्छ, त्यसपछि हाम्रो छोराछोरीहरूले बोलिन्छ होला। आज कति तपाईँहरूको नाति नातिनी अथवा छोराछोरीहरूले पनि सायद बोलिरहेको छैन होला। अनि यो ट्रेन्डमा जाने हो भने चाहिँ हाम्रो भाषा चाहिँ अब छिटै लोप हुन सक्छ, सम्भावना छ। अनि इतिहासले पनि त्यही देखाउँछ, संसारको भाषाको ट्रेन्डले पनि त्यही देखाएको छ। त्यस कारणले हाम्रो भाषा जोगाउनको लागि सबैभन्दा पहिला हामीले के गर्नुपर्छ, त्यो भाषालाई अभिलेखीकरण गर्नुपर्छ र त्यो भाषालाई लिखित रूपमा उतारेर लेखेर राख्नुपर्छ। यदि लेखियो भने, लेखेर राखियो भने पछि त्यो हाम्रो भाषा लोप भए पनि फेरि त्यो लिखित दस्तावेजहरू हेरेर हाम्रो भाषालाई फेरि पुनः बोल्ने त्यो अवस्थामा ल्याउन सकिन्छ। अनि यो कुराहरूलाई मध्यनजर राखेर हाम्रो संस्थाले चाहिँ अहिले नेपालको धेरै भाषाहरूमा चाहिँ भाषा विकासको कामहरू गरिरहेको छ। अनि त्यही चरणमा अनि यो भाषा चाहिँ कसरी छनौट भयो भन्दाखेरि नेपाल सरकारले एउटा सूचीकृत गरेको भाषाहरूको तथ्याङ्कलाई हेरेर चाहिँ अनि यहाँ बोलिने भाषा पनि एउटा पृथक अरू भाषाहरूभन्दा फरक छ भन्ने कुरा तथ्याङ्कले बताएको कारणले गर्दाखेरि आज हामी तपाईँहरूको माझमा आएका छौँ। अनि यहाँ आज हामी यो भाषाको अवस्था कस्तो रहेछ हाम्रो, अब हामी के गर्न सक्छौँ हाम्रो भाषाको विकासको लागि, संरक्षणको लागि भनेर तपाईँ हामी बिच चाहिँ छलफल हुनेछ। र त्यही उद्देश्य अनि आउँदो दिनमा हामी यो गरौँ भनेर एक किसिमको योजना बनाउने सम्मको छलफल गर्ने चाहिँ आजको कार्यक्रमको उद्देश्य रहेको छ। त्यस कारणले यो कार्यक्रममा तपाईहरु सबैजनालाई एकदमै स्वागत छ। हाम्रो संस्थाको पनि त्यहाँ आफ्नै खालको उद्देश्य छ, लक्ष्य छ है। अनि जो चाहिँ तपाईले स्लाइडमा पनि देख्न सक्नुहुन्छ है। हाम्रो संस्थाको परिकल्पना चाहिँ है सबै खाले विवेक रहेको रूपान्तरित समाज निर्माण भनेर हामीले परिकल्पना गरेका छौँ, जुन चाहिँ भाषाको माध्यमद्वारा है अब विभिन्न राजनीतिको क्षेत्रहरूबाट हुन सक्छ, शिक्षाको कुराहरूबाट हुन सक्छ। हाम्रो चाहिँ भाषा विकासद्वारा चाहिँ सबै खाले विभेदहरूको रूपान्तरण सहितको समाज निर्माण गर्ने उद्देश्य अथवा हाम्रो परिकल्पना रहेको छ। नेपाली अक्षरमै लेख्नुहोस् त। आफ्नो भाषा अब जस्तै उहाँले नेपालीमै लेख्नु भएको छ अहिले। नेपाली भाषा भने जस्तै यहाँ चाहिँ हाम्रो भाषाले हाम्रो भाषा के भन्नु चाहिँ सबै कुराहरू विचार गरेर नेपाली धेरै राम्रो बोल्ने त्यो समूहको नाम एउटा पन्नामा ठुलो अक्षरले लेखेर यहाँ राखिदिनुहोस् न ल। नेपाली भाषा बोल्ने घेरामा राखिदिनुहोस् है ल। एकचोटि तपाईँहरू यसो छलफल गरेर लेखिसकेकोहरू यहाँ ल्याउँदै राख्नु। अब हामीले छिटो छिटै गर्नुपर्छ होला, धेरै विचार गर्नु पर्दैन होला होइन। नेपाली भाषा धेरै राम्रो बोल्ने मार्कर पाउनु भएको मातृभाषा पनि बोल्न सक्छ तर नेपाली धेरै राम्रो बोल्छ।
यो एकछिनमा अहिले त नेपालीको तपाईँको यो गुरुङ समुदायको मान्छेहरू नेपाली चाहिँ कुन समूहको व्यक्तिलाई राम्रो बोल्न सक्छ अब आफ्नो मातृभाषा हाम्रो मातृभाषा राम्रोसँग बोल्ने तर नेपाली भाषा त्यति राम्रो नबोल्ने त्यो व्यक्तिहरूको समूह ल्याइदिनुहोस् न। सुन्नुहोस् न, अब कसको बारेमा सोच्ने? अब हाम्रो भाषा त्यति राम्रो बोल्ने मात्र बोल्ने, हाम्रो भाषा मात्रै बोल्ने। अब नेपालीको सक्यो, अब आफ्नो भाषाको एकदमै राम्रोसँग बोल्ने नेपाली को हुनुहुन्छ त्यो समूह यता राख्नुहोस्। आफ्नो भाषा एकदमै राम्रोसँग बोल्ने को हुनुहुन्छ यो नाम जस्तै भएन को हुनुहुँदो रहेछ भन्दाखेरि सुन्नुहोस् है, हो कि होइन अब पास गर्नु पर्यो। स्थानीय भाषा राम्रो बोल्ने चाहिँ 40 वर्ष माथिको हो, नेपाली कम बोल्ने, हाम्रो भाषा मात्रै धेरै बोल्ने 40 वर्षभन्दा माथिको 40 वर्षभन्दा माथिको वृद्ध प्राय 20 देखि 70 को पनि हो। ठिक छ हजुर, 20 अलिक कम भयो त्यही पनि। अनि बुढापाका आमा बुबा 60-70 माथिकोले मात्रै हाम्रो भाषा राम्रो बोल्छ, नेपाली कम बोल्छ होइन। अनि गाउँमा बस्नेहरू प्राय है, गाउँमा बसिरहेकोहरूले हाम्रो भाषा एकदम राम्रो बोल्छ, नेपाली अलिक कम बोल्नुहुन्छ। बुढाबुढीहरू दुईवटा विशेष आयो, बुढाबुढी अनि गाउँमा बस्ने, त्यसपछि गाउँमै बस्ने बालबालिकाहरू, 3 समूह जस्तो देखियो यहाँ हेर्दाखेरि है। उहाँहरूले चाहिँ हाम्रो भाषा एकदमै राम्रो बोल्छ, नेपाली बोल्न अलिकति अलमलिन्छ जस्तो होइन। अब नेपाली भाषा बोल्नेहरू यो पनि हाम्रै गाउँठाउँको मान्छेहरू है। को भन्दाखेरि कर्मचारीहरूले नेपाली भाषा एकदमै राम्रो बोल्छ, स्थानीय कर्मचारी, यही समुदायको कर्मचारीहरू होइन। व्यवसाय गर्नेहरू बढी जस्तो नेपाली बोल्ने हो। अनि त्यस्तै गरिकन व्यापारीहरू पनि बढी जसो नेपाली बोल्छ, युवतीहरू बढी जसो नेपाली बोल्छ, नेपाली एकदम राम्रो बोल्छ होइन। अनि त्यसपछि सङ्घ संस्थामा काम गर्नेहरू पनि नेपाली एकदमै राम्रो बोल्छ, बढी जसो नेपाली बोल्छ। शिक्षकहरू, विद्यार्थीहरू, शिक्षित वर्गहरू, हाम्रो समाजमा रहेका शिक्षित वर्गहरू नेपाली एकदम राम्रोसँग बोल्छ। जनप्रतिनिधिहरू पनि नेपाली एकदमै राम्रोसँग बोल्नुहुन्छ। भाषा पनि एकदमै राम्रो बोल्ने होइन। अनि नेपाली भाषा पनि एकदमै राम्रो बोल्ने त्यो तपाईँले अब यहाँ चाहिँ त्यहाँ हालिदिनुहोस्, त्यो समूहलाई चाहिँ गुरुङ भाषा यहाँबाट नि लिन सक्नुहुन्छ, यहाँबाट नि लिन सक्नुहुन्छ, त्यहाँ हालिदिनुहोस्। दुइटै राम्रोसँग बोल्नेलाई चाहिँ त्यो डोरीमा हाल्नुहोस् ल। सबैजनाले यसो विचार गरेर गुरुङ भाषा पनि एकदम राम्रोसँग बोल्ने, नेपाली पनि एकदम राम्रोसँग बोल्ने। दुईटै राम्रोसँग बोल्ने है। दुईटै राम्रोसँग बोल्ने, नेपाली पनि राम्रो बोल्ने, आफ्नो भाषा पनि एकदम राम्रो बोल्ने। अरू आएर हेर्न सक्नुहुन्छ, सहायता गर्न सक्नुहुन्छ ल। अरूहरू
आउन सक्नुहुन्छ अगाडि तपाईँहरूले पनि आफ्नो विचार राख्नुहोस्। ठिक छ नछोपेर एक्लै अर्का नछोपेर सिधा पारेर राखिदिनुहोस् ल। नेपाली पनि राम्रो बोल्ने, आफ्नो भाषा पनि राम्रो बोल्ने है, सबै स्थानीय है, यो व्यक्तिहरू चाहिँ सबै स्थानीय हो है। दोहोरिएकोहरू चाहिँ नराख्नुहोस्, नदोहोरिएको नदोहोरिएको राख्नुहोस् ल। अघि कतिवटा ठिक छ ल, हुन्छ। तपाईँहरूलाई फेरि पनि ताली गरेर है म पढेर सुनाउँछु ल। आफ्नो भाषा र नेपाली भाषा दुइटै राम्रो बोल्ने समूह को रहेछ म पढेर सुनाउँछु। तपाईँहरू सहमति हुनुहुन्न भने यो हो भन्नु, सहमति हुनुहुन्छ भने ठिक छ। विद्यार्थी भनेको अब बसाइसराई गरेको विद्यार्थीले त बोल्नु हुन होला। यहाँको विद्यार्थीले नेपाली र गुरुङ भाषा एकदमै राम्रो बोल्छ हैन। स्थानीय भाषा राम्रोसँग बोल्ने 40 वर्ष माथिकोले गुरुङ पनि अनि नेपाली पनि राम्रो बोल्छ। अलि नहोला त्यसलाई यता ल्याऊ, मातृभाषातिर ल्याऊ। बालबालिका उमेर 5 देखि 14 ले नेपाली पनि राम्रो बोल्छ, गुरुङ पनि राम्रो बोल्छ हो। 14 वर्षतिर पनि बोल्छ। युवा वर्गले एकदमै दुइटै राम्रोसँग बोल्नुहुन्छ है। शिक्षित वर्गहरूले दुइटै राम्रोसँग बोल्नुहुन्छ। कर्मचारीले दुइटै राम्रोसँग बोल्नुहुन्छ। 14 देखि 15 देखि 40 वर्षसम्मकोले दुइटै राम्रोसँग बोल्नुहुन्छ। व्यवसायीहरूले दुइटै राम्रोसँग बोल्नुहुन्छ। कर्मचारीहरूले पनि दुइटै राम्रोसँग बोल्नुहुन्छ। अनि जनप्रतिनिधिहरूले पनि दुइटै राम्रोसँग बोल्नुहुन्छ। व्यापारीहरूले, यहाँको स्थानीय व्यापारीहरूले पनि दुइटै राम्रोसँग बोल्नुहुन्छ भन्नुभएको छ हो। यसमा सहमति के अरू केही निकाल्ने थप्ने छ? 50 देखि माथि भाषा पनि आउँछ। 50 देखि माथिले अझै अर्को भाषा पनि बोल्नुहुन्छ हैन। माथिको चुङनुङले पनि बोल्नुहुन्छ। त्यहाँ लेखेको छ हजुर। ल अब मसँग यस्तो चिन्ह छ दुईटा। एउटाले चाहिँ मातृभाषातिर, अब यो समूह चाहिँ मातृभाषा अझै राम्रो बोलेर अझै राम्रो हुन्छ, गर्न सक्छ भन्नेमा यो चिन्ह राख्ने। अब यो समूह चाहिँ अब नेपालीतिर बढी जान्छ भन्नेमा चाहिँ यो चिन्ह राख्ने हुन्छ। ल आउनुहोस् न, अघि नआउनु भएको साथीहरू आएर सहभागी हुनुहोस् न। ल आउनुहोस् न, सल्लाहले राख्न चाहिँ, तर यहाँ राख्नु व्यक्ति चाहिँ समय नभएकोले हामी छिटो गर्ने। अब यो नील ग्रीन कलर चाहिँ, अब यो समूहले चाहिँ हाम्रो भाषा मात्रै बोलेर जान्छ, हाम्रो भाषाले बलियो पार्दै जान्छ। हाम्रो भाषा चाहिँ अब यो समूहद्वारा चाहिँ विकास हुँदै जान्छ, राम्रो गर्दै जान्छ, यसले झन् झन् बोल्दै जान्छ, कहिले बिर्सिँदैन भन्नेले चाहिँ यो राख्ने। हाम्रो भाषा यसले चाहिँ हाम्रो भाषा मात्रै, हाम्रो भाषा उन्मुख भएको चाहिँ यो राख्ने। अब नेपाली उन्मुख भएकोले चाहिँ यो रातो राख्ने हुन्छ। नेपाली उन्मुख, अब यो चाहिँ अब अहिले त बोल्छ, अहिले पनि अब बढी नेपाली बोल्छ, अब पछि पछि नेपाली नै धेरै उहाँले प्रयोग गर्छ यो समूहले भन्नेमा यो राख्नुहोस् ल। हुन्छ, बुझ्नुभयो? यो चाहिँ यही कागजमा समूह त यही छ नि, यही समूहले राख्ने। ल राखिदिनुहोस् त ल हाम्रो सरहरूले। अब म भन्छु ल, विद्यार्थी कतातिर उन्मुख छ? रातोतिर कि हरियोतिर? रातोतिर। विद्यार्थीमा रातो राखिदिनुहोस्।
उहाँहरूले रातो भन्नुभयो विद्यार्थीमा विद्यार्थी यता अनि युवा समूह 15 देखि 30 कतातिर उन्मुख छ नेपालीतिर उन्मुख छ रातो राखिदिनुहोस् व्यवसाय गर्नेहरू कतातिर उन्मुख होला दुईटा हो भने दुईटा लेख्न सक्नुहुन्छ पेपरमा कुन व्यवसाय चाहिँ मातृभाषा उन्मुख छ कुन भाषा कुन व्यवसाय गर्ने चाहिँ नेपालीतिर उन्मुख छ स्थानीय लेभलमा हुने व्यापारीहरू त त्यसो भए एउटा दुईटा छ नि व्यवसाय व्यापारी एउटा हरियो एउटा रातो दुईटा राखिदिनुहोस् दुईटा छ नि त्यहाँ होइन एउटा यतापट्टिको छ नि हो त्यहाँ चाहिँ राखेर 15 देखि 40 वर्षको समूहको उमेर समूहको व्यक्तिहरू अघि माथि नै रातो राख्यो त्यो पनि रातै होला होइन अलिकति अब नेपालीतिर कर्मचारीहरू कतातिर उन्मुख हुन्छ होला नेपालीतिरै उन्मुख हुन्छ हो शिक्षित वर्गहरू कतातिर उन्मुख हुन्छ होला तर उन्मुख बढी उन्मुख कता छ शिक्षित वर्ग कतातिर उन्मुख होला स्थानीयमा कि अब हामी राम्रो नै फेयर नै गरौँ होइन हाम्रो इच्छा स्थानीयमा हो उन्मुख कता छ अहिलेको अवस्था स्थानीयमा हुन सक्छ अहिलेको अवस्था अनि युवा वर्ग नेपाली रातो राखिदिनुहोस् है नेपाली उन्मुख जनप्रतिनिधिहरू जनप्रतिनिधि तपाईँहरू नै भन्नुहोस् त तपाईँहरू कतातिर उन्मुख ल जनप्रतिनिधि हरियो हुने भयो ल हुन्छ सुन्नुहोस् है अब तपाईँहरू एकचोटि यसो आएर यसरी घुमेर विचार गर्नुहोस् न ल यसरी रातो कतिमा रहेछ हरियो कतिमा रहेछ आउनुहुन्छ तपाईँहरू यसो आएर हेर्नुहोस् न तपाईँहरू आएर हेर्नुहोस् न यहाँ देखिसक्नु भएकोहरूले ठिकै छ पछाडिकोहरू आएर रातो कतिमा रहेछ अनि हरियो कतिमा रहेछ एकचोटि आउनुहोस् आउनुहोस् कस्तो देख्नुहुन्छ यहाँ त बहुमत नेपालीमै स्थानीयतिर तान्न पर्ने अवस्था कस्तो देख्नुहुन्छ ल तपाईँको कुरा राखिदिनुहोस् त तपाईँले यहाँ के पाउनु ल उहाँको विचार सुनौँ है यहाँ चाहिँ यो ग्रुप समूहमा हेर्दाखेरि चाहिँ बढी मात्रामा चाहिँ यो नेपाली भाषातिर चाहिँ उन्मुख भएको देखिन्छ अब चाहिँ यदि यो कार्यक्रम चलाउँदै गर्दाखेरि चाहिँ स्थानीय भाषाले पनि संरक्षण गर्नुपर्छ भन्ने मान्यता साथ यो कार्यक्रम आयोजना गर्दै गर्दा अबका आउँदा दिनहरूमा चाहिँ युवा विद्यार्थी तथा यो युवा वर्गहरूमा चाहिँ स्थानीय भाषालाई अलिकति प्रमोट गर्नुपर्छ कि जस्तो मेरो चाहिँ विचार छ है मलाई चाहिँ लाग्छ मैले भन्नु पनि त्यही हो अब आफ्नो स्थानीय भाषा चाहिँ एकदम लोप भएको जस्तो देखिन्छ अब यसलाई चाहिँ जोगाउनलाई चाहिँ हामीले के कार्यक्रमहरू राख्नुपर्छ अनि यसका लागि चाहिँ के तालिमहरू दिनुपर्छ भन्ने चाहिँ अपेक्षा राख्दछु तपाईँहरूबाट धन्यवाद मेरो पनि एकदम सुझाव यही छ कि यहाँ जनप्रतिनिधिज्यूहरू पनि हुनुहुन्छ र सरकारी कर्मचारी लगायत सम्पूर्ण यहाँ जुम्नुरी प्रतिनिधिज्यूहरू हुनुहुन्छ र यहाँको स्थानीय मेरो पनि सुझाव के छ भने अब अहिले जताततै जहाँ हेर्दा पनि नेपाली भाषा नै बढी प्रयोग छ त बोल्नु त एकदम आवश्यकता हो तर आफ्नो स्थानीय भाषा चाहिँ अबदेखि चाहिँ हराउँछ कि
यो भोलिको जेनेरेसनले नबोलिदिने हो कि आफ्नो ठाउँको नाम पनि बताउन नसक्ने हो कि आफ्नो बाउबाजे कताबाट आएको भनेर आफ्नो जेनेरेसन पनि बताउन नसक्ने हो कि भन्ने यो चाहिँ एकदम एउटा चिन्ताको विषय त्यो छ। र सुझाव चाहिँ के दिन चाहन्छु भने अब योलाई चाहिँ भाषाको चाहिँ एकदम संरक्षण गर्नुपर्छ, यसको सम्वर्धन गर्नुपर्छ, यसको जागेर्ना गर्नुपर्छ र यो चाहिँ हामीले प्र्याक्टिस पनि हुनुपर्छ। एकदम प्र्याक्टिस चाहिँ एकदम हुनुपर्छ हाम्रो परिवारमा, समाजमा। अब कहिलेकाहीँ हामी भाषण दिँदाखेरि जहिले पनि नेपाली, अहिले मैले बोल्दा पनि नेपाली बोलिरहेको छु, तर यो आफ्नै भाषामा भए कति राम्रो हुन्छ, कति इफेक्ट पर्छ। आफ्नो आमा बाउहरूले पनि के नेपाली भाषै नबुझ्नेहरूले पनि एकदम बुझ्छ नि हो। त्यो चाहिँ मेरो अनुरोध छ। के हुन्छ, धन्यवाद। सर्वप्रथम सम्पूर्णलाई नमस्कार। परिचय चाहिँ हाम्रो अघि नै भइसकेको थियो। अहिले चाहिँ हाम्रो अब मातृभाषा आफ्नो स्थानीय स्तरमा बोलिने भाषा चाहिँ दिन प्रतिदिन कसरी लोप हुँदै गइरहेको छ भन्ने विषयमा चाहिँ अब स्थानीय सरकारहरूदेखि लिएर गाउँघरमा जान्ने बुझ्ने सबैले ध्यान दिनुपर्ने अवस्था देखेको छ। त्यसैले अब आउँदो दिनहरूमा चाहिँ यस्तै मातृभाषा सम्बन्धी आफ्नो मातृभाषालाई कसरी जोगाउने भन्ने विषयमा चाहिँ समय समयमा तालिमहरू ल्याइदिनु हुन चाहिँ हार्दिक अनुरोध गर्दै तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हिमाली आदिवासी समाज कपालले लेख्नुभयो, अगाडि ल्याउनुभएको छ, सरले लेख्नुभएको छ। स्थानीय सबैले बोलिरहेका छन्, त्यो धेरै राम्रो हो है, धेरै राम्रो काम हो। अरू केही भएको छ आफ्नो भाषामा? बोल्ने काम भएको छ, यो पनि धेरै हो, धेरै हो। तर आफ्नो भाषा मात्रै बोल्नु छ कि कतै नेपाली इङ्ग्लिस पनि मिक्स गरेर स्थानीय भाषा संस्कृति प्रवर्धनका लागि विभिन्न पर्व झाँकी मनाउने कामहरू चाहिँ धेरै राम्रो है। हाम्रो स्थानीय भाषामा पर्वहरू, संस्कृतिहरू, झाँकीहरू मनाउँदै आउनुभएको छ। धेरै पढ्ने किताबहरू आएको होस् भनेर तपाईँले आशा गर्नुभएको छ। अनि आफ्नै भाषाको गीत, भजन, कीर्तन भएको हेरेर चाहनुहुन्छ है। गुरुङ गीत छ, हाम्रो भाषामा अब यो त डेन्जर भयो त। पहिला थियो कि थिएन? पहिला हाम्रो जुजु बाजेहरूले हाम्रो भाषामा गीत गाउँथे कि गाउँदैन थियो? माथिको गाउँछ। ए हो र? ए ल है त। हाम्रो भाषा लिखित रूपमा भएको देख्न चाहन्छु। मातृभाषामै आफ्नै संस्कृतिको गीत अथवा नाच भएको देख्न चाहन्छु। नेपालभर आफ्नो भाषामा मात्र बोल्ने भएको देख्न चाहन्छु। स्थानीय पाठ्यक्रम तथा पाठ्य पुस्तक अनिवार्य रूपमा आधारभूत तहको शिक्षामा समावेश भएको, यो तपाईँले चाहनुभयो भने यो हुने कुरा हो। किनभने पाठ्यक्रम विकास केन्द्र छ, त्यसले काम गर्दैछ। शिक्षण सिकाइमा प्राथमिक तहमा होइन, नाटक, गीत, कथा, लेख रचना, शब्दकोश, सबै कुरा हाम्रो भाषामा भएको देख्न चाहन्छु भन्नुभयो। भाषण मातृभाषामा भएको देख्न चाहन्छु। कला विकासको कुराहरू मातृभाषामा भएको देख्न चाहनु भएको छ। आफ्नो मातृभाषा पुस्तकहरू प्रकाशन हुन नसक्ने हो त यो? सकिन्छ नि होइन? अनि शिक्षण सिकाइमा है, अनि विभिन्न बैठकहरूमा आफ्नै भाषामा भाषण गरेको, यो आजैबाट सुरु गर्न सक्ने कुरा भयो है। अझै छ यति मात्रै? तपाईँले कल्पना गर्नुभयो भने हुन्छ, कल्पना गर्नुभयो भने हुँदैन। जे कुरा पनि पहिला त मनमा आउनु पऱ्यो नि। म यो गर्छु भनेपछि कदमहरू चालिन्छ नि। तपाईँको भाषाको लागि यति हो कि अरू चाहिँ केही कदमहरू चाल्न चाहनुहुन्छ? सुनिराख्नु भएको छ नि। हाम्रो भाषामा के गर्न चाहने रहेछ भन्दाखेरि हाम्रो मातृभाषामा पनि विभिन्न नेपाली चलचित्र
भएको हेर्न चाहनुहुन्छ? सही हो? सहमति? सहमति। आफ्नै भाषामा वर्णमाला देखाइदिनुहोस् न। त्यहाँ वर्णमाला आफ्नै भाषामा भएको देख्न चाहनुहुन्छ? त्यसरी अरूको मात्रै होइन, आफ्नै पनि देख्न चाहनुहुन्छ? सहमत हुनुहुन्छ होइन? स्थानीय भाषा लिपिबद्ध भएको, अब भाषा लेखिएको हेर्न चाहनु भएको छ तपाईँले हो? अनि मातृभाषाको चिनारी, हाम्रो भाषा के हो, कहाँ बोलिन्छ, कसरी बोलिन्छ, चिनारी नै किताबको रूपमा प्रकाशन गर्न चाहनु भएको छ। आफ्नै भाषामा शब्दकोश भएको हेर्न चाहनु भएको छ हो? कोले हेर्न चाहनुभयो शब्दकोश? सबैले है। अनि संस्कृतिका प्रवर्धनका कुराहरू हाम्रै भाषामा कतिजनाले? आफ्नै भाषामा शिक्षण सिकाइको कार्यक्रमहरू भएको कतिजनाले? सबै। हाम्रो भाषा लिखितको रूपमा पढ्न र लेख्न चाहन्छु, सबैजना चाहनुहुन्छ है? मातृभाषामा पनि किताबहरू, विभिन्न किताबहरू प्रकाशन भएको चाहनुहुन्छ कि एक दुईवटा भयो हुन्छ? हजुर सबै भएको छ भन्नुहोस् है। अनि त्यसपछि मातृभाषामा संविधानमा उल्लेख गरेको, अघि संविधानमा के उल्लेख भएको त्यहाँ मैले भने नि, त्यो कुराहरू तपाईँको भाषामा भएको चाहनुहुन्छ? यस। वर्ण निर्धारण भएको, शब्दकोश आएको, हजुर शब्दकोश आएको चाहनुहुन्छ? अनि त्यसपछि हाम्रो भाषामा प्रशस्त मात्रामा पढ्ने कुराहरू प्रकाशन भएको चाहनुहुन्छ है? अनि त्यसपछि मातृभाषामा आफ्नै संस्कृतिको गीतहरू आएको, गीतहरू, म्युजिक भिडियोहरू चाहियो नि होइन? अनि नेपाल भर आफ्नो भाषा बोल्ने, यहाँको भाषा तपाईँ जहाँ पुगे पनि, काठमाडौँमा बसाइसराई भए पनि तपाईँले बढी कहाँ बसाइ सक्नुहुन्छ? काठमाडौँ नै हो है, त्यहाँ बोलेको चाहनुहुन्छ? स्थानीय पाठ्यक्रममा अब हाम्रो यहाँको कक्षा 5 सम्म कम्तीमा पनि हाम्रो भाषामा पढाइ भएको चाहनुहुन्छ होइन? गाउँघरका बुढापाकाहरूलाई विभिन्न तालिम गोष्ठीहरूमा आफ्नै मातृभाषा प्रयोग गर्ने, त्यो तपाईँले चाहनुभएको छ। शिक्षण सिकाइमा होइन? अनि नाटकहरू हाम्रो भाषामा भएको, कथाहरू, लेख रचनाहरू, शब्दकोशहरू आफ्नै भाषामा भएको चाहनुहुन्छ। अनि एउटा मुख्य कुरा, भाषण आफ्नो भाषामा भएको हेर्न चाहनुभएको छ है? अब अहिले सरहरूले मन्तव्य दिनुहुन्छ, अध्यक्षज्यूहरूले आफ्नै भाषामा सुन्न चाहनु भएको छ हो? हो र ताली बजाइदिनुहोस् त्यसमा। सकभर चाँडो यही गर्ने, कहाँ भनेर यही गर्ने, यही गर्ने। अनि हामीले नै गर्ने, कसले भनेको छ नि हामीले नै गर्ने, चाँडै गर्ने, यही गर्ने र हामीले गर्ने। एकदम मलाई ताली है। हाम्रो निर्णय चाहिँ के भयो भने अब हामी छिटोभन्दा छिटो वर्ण निर्धारणतिर जाने भन्ने निर्णय चाहिँ आजको यो प्रोग्राममा, आजको यो हाम्रो छलफल गोष्ठीमा पारित भएको हो। मानौँ ल हुन्छ, सबैजनाले ताली बजाउनु। भाषा संरक्षणको लागि कुनै एउटा समितिहरू जस्तो गठन गर्न मिल्दैन? मिल्छ, त्यो भने एकदम धेरै राम्रो भयो भने हाम्रो दायित्व हो भन्ने हुन्छ नि त। गर्ने चाहिँ भन्यो कसले गर्ने त? कसले गर्ने आउनु थियो न, कसले गर्ने, कहाँ कसरी गर्ने त? एउटा समिति भयो भने, एउटा समितिले चाहिँ भाषा संरक्षण समिति, हजुर हजुर, अब हाम्रो स्थानीय भाषा समिति एउटा गठन भयो भने यसले चाहिँ निर्धारण गर्छ कि कुन समयमा गर्ने भनेर, कहाँ गर्ने भनेर मेरो विचारमा त्यो आयो क्या। धेरै राम्रो विचार आयो। आफ्नो मातृभाषालाई जोगाउनुपर्छ भन्ने मूल नाराका साथ हिमाली आदिवासी समाजले चलाउनु भएको यो कार्यक्रम चाहिँ मलाई एकदम फलदायक, लाभदायक लाग्यो। अहिलेको समयमा आफ्नो मातृभाषालाई पछाडि पार्दै नेपाली भाषा, इङ्ग्लिस भाषा, त्यसको साथै अझ हिन्दी भाषालाई पनि हामीले एकदम प्राथमिकता दिएर आफ्नो भाषालाई छोडेर दोस्रो भाषातिर हामी एकदम ध्यान आकर्षित भएर लागिरहेको बेला यस्तो कार्यक्रम ल्याउनु भनेको हाम्रो लागि एकदम राम्रो कुरा हो। म चाहिँ के आशा गर्न चाहन्छु भने, के भन्न चाहन्छु भने, हाम्रो समाजमा अहिले चाहिँ घर घरमा टिभी हेरेर हिन्दी भाषा सिकिरहेको छ। हामीलाई के भ्रम परिरहेको छ भने अब हाम्रो मातृभाषा स्कुलमा पनि हामीलाई कामै लागेन,
गाउँघरमा बोलेर पनि काम छैन। कुनै कार्यालय संस्थातिर काम गऱ्यो भने हाम्रो मातृभाषालाई काम नदिने भएपछि हामीले चाहिँ दोस्रो भाषा सिक्नुपर्छ भन्ने ध्यान चाहिँ हाम्रो त्यतातिर गइरहेको छ। नेपाली भाषा बोल्नुपर्छ, स्कुलमा गयो आफ्नो मातृभाषा प्रयोग गर्न पाउँदैन, तिमीहरूको भोलाइ सुत्ता छैन भने लेखा कसरी सुत्ता हुन्छ भन्ने प्रश्न हुन्छ। कार्यालयतिर गयो कति अशुद्ध नेपाली बोलेको भन्ने प्रश्नहरू हुन्छ। त्यतातिर चाहिँ हामीले जसो तसो गरेर नेपाली स्पष्ट बनाउनुपर्छ। इङ्ग्लिस विदेशतिर जानु पर्यो, हामीले इङ्ग्लिस सिकेको जसरी नै इङ्ग्लिस जानेकै हुनुपर्छ भन्ने प्रश्न हुन्छ। जस्तै अब कुनै गल्फ कन्ट्रीतिर जाने महिला दिदीबहिनीहरूले चाहिँ त्यहाँ गएर पनि हामीले हिन्दी पनि सिक्नुपर्ने रहेछ भन्ने भ्रम पारेपछि चाहिँ हाम्रो भाषा चाहिँ कहिले सिक्ने हामीले? अब पछि हामीले पनि अब भोलि पर्सि आफ्नो नातिना छोराछोरीलाई चाहिँ पहिला हाम्रो हजुरबुवाले बोल्ने भाषा यो हो है भनेर हामीले सुत्ता पारेर बोल्दिन पनि नसक्ने अवस्था नहोला भन्न चाहिँ सकिँदैन। त्यसैले चाहिँ अबको शिक्षा नियमले अबको संविधानहरूमा चाहिँ अबको यो स्थानीय सरकारहरूले चाहिँ मातृभाषालाई विशेष जोड दिएर चाहिँ हाम्रो यस स्थानीय स्तरमा चाहिँ मातृभाषा सम्बन्धी कार्यक्रमहरू, तालिमहरू, भाषा सम्बन्धी चाहिँ कार्यक्रमहरू चाहिँ एकदम ल्याइदिनु जरुरी छ। साँच्चै नै भन्नुपर्दा भाषा एक अति आवश्यक कुरा हो। भाषा हामीले अहिले भनिरहनु पर्दाखेरि एक अर्का बिचमा चाहिँ भावना व्यक्त गर्ने भन्ने बुझिन्छ, तर भाषा भनेको त्योभन्दा माथि रहेर, भावनाभन्दा माथि रहेर धेरै कुरा गर्न सकिन्छ। भाषा नै भएन भने चाहिँ हामी एक अर्काप्रति सकारात्मक कुरा, नकारात्मक कुरा कसरी प्रकट गर्न सकिन्छ भन्ने कुरा पनि थाहा पाउन सकिँदैन। र हाम्रो भाषाले चाहिँ यहाँतिर बोलिने भाषाले चाहिँ हाम्रो अर्को ठाउँमा जाँदाखेरि चाहिँ हाम्रो यो भाषा चलन चल्ती रहन सहन सबै कुरा चाहिँ एउटा लोभलाग्दो हुन्छ। त्यही भएर एउटा सोसाइटीको अथवा एउटा समाजको विकास परिवर्तन हरेक कुरा गर्नका लागि भाषा, आफ्नो मातृभाषा चाहिँ एकदमै महत्त्वपूर्ण रहेको छ। कुनै कुरा जस्तै हाम्रो अब युवा पुस्तालाई चाहिँ मातृभाषा जानिएन भने पुर्खाको जुन अब जस्तै बुवा आमा, हजुरबुवा हजुरआमाको जुन कुराको नलेज थियो त्यो कुरा चाहिँ युवा पुस्तामा एउटा ट्रान्सफर्मेसन हुने कुरामा चाहिँ एउटा सिक्ने कुरामा चाहिँ त्यो अवसर पनि वञ्चित हुन्छ। त्यो कारणले गर्दाखेरि हामीले अब यो समाजमा हाम्रो भाषा जुन चलिआएको छ त्यो भाषा शैलीलाई चाहिँ सिक्नुपर्ने एकदमै जरुरी छ। हाम्रो भाषालाई चाहिँ एउटा फिक्स एउटा वर्णमाला बनाएर एउटा शब्दकोश तयार गरेर गर्न सक्यो भने चाहिँ अर्को पुस्ताहरू अथवा अब आउने पुस्ताहरूलाई चाहिँ एउटा भाषा, हाम्रो भाषा यही हो है भनेर चाहिँ उनीहरूलाई सिक्न पनि सजिलो र हाम्रो भाषालाई चाहिँ जोगाइराख्न पनि सजिलो हुन्छ जस्तो लाग्थ्यो मलाई। अघि नै लाग्दै गर्दाखेरि हाम्रो भाषा कतिपय त लोप भइसक्यो। जस्तै हाम्रो गुरुङ भाषा अहिले हामीले बोल्यो भने यो टेबल पहिलाको पुस्ताहरूलाई थाहा थियो होला, तर हाम्रो भाषा हामीले बोल्दाखेरि अहिले त्यो हाम्रो भाषै छैन भन्दै गर्दाखेरि त्यो टेबल कुर्सी त पहिलाको जमानामा नै थियो होला, तर अहिले त्यो अब टेबल कुर्सीको शब्द चाहिँ के रहेछ भन्ने कुरै थाहा छैन। त्यो कारणले गर्दाखेरि एकदमै खुसी लाग्यो। अब हाम्रो चुम्दुरी गाउँपालिका र हिमाली आदिवासी समाज बिच सहकार्य गरेर हामीले यतिको अवेरनेस गरिदिनु भयो। अबको दिनहरूमा चाहिँ अलि शब्दकोशतिर अब हाम्रो गाउँपालिका र तपाईँहरूको संस्था बिच सहकार्य गरेर अझै अब अगाडि बढेको देख्न पाओस्। आज भोलि साँच्चै भन्नुपर्दाखेरि आफ्नै भाषालाई भुलेर जुन इङ्ग्लिस सिक्नुपर्छ, विदेश जाँदाखेरि काम लाग्छ भन्ने त्यस्तोहरू धेरै भइरहेछन्। अहिले आफ्नो भाषा कामै छैन, हाम्रो भाषा त कहीँ पनि काम लाग्दैन भनेर जुन हाम्रो दाजुभाइहरू विदेश जाने घरमा बुढीहरू चाहिँ
आफ्नै छोराछोरी उच्च भविष्यको लागि सहरतिर बस्ने हुन त आफ्नै छोराछोरी भविष्यहरूको लागि जहाँ पढ्दा पनि के फरक पर्दैन। त्यो सँगसँगै चाहिँ अलिकति आफ्नो भाषाहरू चाहिँ अहिलेको जेनेरेसन बालबच्चाहरूले चाहिँ आफ्नो भाषालाई चाहिँ भुलिरहेको पनि छ। कतिपय हाम्रो गाउँतिरको दाजुभाइ दिदीबहिनीहरू सहरतिर बस्नुहुन्छ, उतैको नेपाली मात्रै बोल्नुहुन्छ। अहिले आफ्नो भाषातिर त ध्यानै छैन, धेरै जस्तो चाहिँ त्यस्तो भइरहेको छ। अब चाहिँ हामीले अलिकति यो आफ्नो भाषालाई कसरी जोगाउनुपर्छ भन्ने सबैले हामीले त्यता पनि ध्यान दिनुपर्छ। मेन उद्देश्य चाहिँ अब हिजो पुर्खादेखि बोलेको भाषा हामी यहाँ धेरै कुरा अहिले चुम्ब र लुप्री भन्ने चाहिँ करिब करिब उहाँहरूले यहाँ हाम्रो चाहिँ आदिवासी जनजातिको कुरामा चाहिँ हाम्रो अध्यक्षज्यू धेरै अगाडि छ, उहाँले नै धेरै कुरा अगाडि गइसकेको छ। तर हामी यो गुरुङ भाषा कतै कतै यो विगतको दिनमा विवाद पनि भयो, तर हाम्रो यो सिर्दीवास वार्ड नम्बर 3 मा चाहिँ खासै हामी हिजो पुर्खादेखि बोलेको भाषा यही नै हो भन्ने चाहिँ हामी अहिले जुन सहभागीबाट चाहिँ गुरुङ भाषा नै हो भन्ने चाहिँ हामीले एउटा भोलिको दिनमा हामी गुरुङ भाषै हो भन्ने चाहिँ यिनीहरूले लेख्दै खुपर्छौँ। किनभने भोलि यहाँ त पहिला अलिअलि विवादको कारण यहाँ विवाद हुने पनि रहेन। किन हामी हिजो पूर्वदेखि चाहिँ पश्चिम महाकालीसम्म चाहिँ कतै कतै चाहिँ जुजु बाजेहरू बाँड्दै जाँदाखेरि कतै पुग्दा जाँदै कोही पश्चिमको चाहिँ गुरुङ भाषा छुट्टै बोल्छ भने हामी यो गोर्खाको चाहिँ गुरुङ अहिले वार्ड नम्बर 3 बोल्ने भाषा चाहिँ यो हिजो पुर्खादेखि नै हामीले फरक देखिन। किन अहिले बोलिरहेकै भाषा चाहिँ हामीले चाहिँ प्रयोग गरिरहेछ। यसमा चाहिँ हामी गुरुङ भाषी नभनिकन अब गुरुङ भाषा भन्ने हिसाबले हामी अगाडि बढ्नुपर्छ भन्ने देखिन्छ। यसमा चाहिँ सबै आज चाहिँ बुद्धिजीवी सरकार चाहिँ एउटा छलफल र अन्तर्क्रिया हामी बसेको हो। यसमा चाहिँ यो हिमाली आदिवासीले चाहिँ यो छोटो समयमा पनि यदि धेरै कुरा चाहिँ एउटा सिर्दीवास वार्ड नम्बर 3 मा चाहिँ एउटा आफ्नै पहिचानलाई चाहिँ आफ्नै जातिको आफ्नै चाहिँ भाषालाई चाहिँ नहरोस् भनेर चाहिँ अहिले जुन वार्ड नम्बर 3 मा चाहिँ दुःख साथ चाहिँ कष्ट गरेर यहाँ आइपुग्यो। तर महत्त्व हामीले चाहिँ धेरै यो सँगसँगै हामीले धेरै विकास गर्न सक्ने रहेछ, धेरै कुरा संरक्षण गर्न सक्ने रहेछ। अब यो भाषा सँगसँगै शिक्षा स्वास्थ्यमा पनि हामी पुग्नुपर्नेदेखि अबको चाहिँ विकल्प अबको चाहिँ कल्पना भन्ने कुरा भाइ बहिनीले पनि शिक्षामा पनि हामीले टिचर पनि राख्नुपर्ने अवस्था राज्यले चाह्यो भने, राज्यले गर्न सक्यो भने, आर्थिक भयो भने यो भाषाले चाहिँ संरक्षण गर्नुपर्छ भन्ने देखियो। यसमा चाहिँ हामी दुई मत नै नभइकन हामी सिङ्गो अब चुमधुप्रीको वार्ड नम्बर 3 मा चाहिँ हामी एकबद्ध नै छ भन्ने चाहिँ देखियो। उनीहरूलाई नै अब फर्स्टचोटि अलिकति मिटिङ जे चाहिँ गाह्रो साह्रो जे भयो भने हामी छोटो मिठोमा चाहिँ यो हेर्दाखेरि यहाँ सानो कुरा देखिन्छ, तर काममा एकदमै गिन्थ्याङमा काम भएन। भोलिसम्म प्रसव भयो अलिअलि अब झुङ्गिने भविष्य अलि हाम्रो भाषा पनि झल्किदिने हाम्रो भाषा पनि नआउने भएछन् होइन। त्यस कारणले जो समय हामी आज एक दिनको समयले भोलि नाति पनातिसम्म पुग्ने हामी चाहिँ यो संरक्षण लिपिबद्ध गर्न सक्यो भने भोलिको चाहिँ यो छोराछोरीले नातिले हाम्रो भाषा पुर्खाले गरिरहेछ त भन्ने चाहिँ एउटा चाहिँ इतिहास रहोस् नै हो। यो सँगसँगै विकास नै हुने हो। त्यो हिसाबले चाहिँ हामी यस्तो कार्यक्रममा चाहिँ यसरी नै सहभागी भइदिनुहोस्। अबको दिन बल्ल सुरुवात हो। अब छिट्टै चाहिँ 1-2 वर्षभित्र चाहिँ हाम्रो यो भाषाले चाहिँ लिपिबद्ध गर्न सकोस् र पालिकाबाट स्वीकृत भएर हाम्रो भाषालाई चाहिँ राज्यसम्म पुग्न सकोस् भन्ने शुभकामना। अघि हामी यहाँ यो अन्तर्क्रियात्मक यो प्र्याक्टिस पनि गऱ्यौँ र हाम्रो यो भाषाको सबल पक्ष के हो, दुर्बल पक्ष के हो र को कसले बोल्छ भन्ने कुराहरू त्यो एकदम अन्तर्क्रियात्मक राम्रो पनि भयो। र अबको दिनमा भनेको मेन गरी हामीले यो उत्तरी गोर्खाको गुरुङ भाषा भनेको अब खास गरी यो चुम्बुरी 3 को गुरुङ भाषालाई अबको जनगणनामा हुन्छ अथवा भाषा आयोगबाट छुट्टै मान्यता लिए सुरुमा वर्ण अथवा व्यञ्जनको निर्धारण गर्न सकिन्छ। त्यसको लागि हामी गाउँपालिकाले पनि हजुरहरूसँग साझा गरेर काम गरिरहेको सकिन्छ र हजुरहरूलाई यो विषयमा प्राविधिक ज्ञान पनि छ, त्यसलाई पनि हामीले उपयोग गर्न सकिन्छ।
र यहाँ आजको कार्यक्रमबाट यहाँको जनसमुदायहरूको स्थानीयको एकदम चासो पनि एकदम राम्रो देखियो। यो आफ्नो एकदम गर्वको विषय पनि हो, किनकि भाषा भनेको अभिव्यक्तिको माध्यम मात्रै नभएर खास गरी यो आदिवासीहरूको आफ्नो भाषा भनेको त आफ्नो संस्कृति नै हो, किनकि भाषा भएन भने त यो लोप पनि हुन जान्छ। र खास गरी हामीले यो भन्यौँ बिस्तारै यो आदिवासीहरूको भाषाहरूको किन कम भइरहेको त भन्ने विषयमा यो नेपालमा मात्रै होइन विश्वमा पनि त्यस्तै रहेछ। र यो खास गरी हामीले यो वर्णमाला र वर्ण बनाएर शब्दकोश बनाउने सुरुमा शब्दकोश बनाइसकेपछि यहाँको ठेट शब्दहरू चाहिँ आधिकारिक रूपमा चाहिँ भइहाल्ने भयो। त्यसपछिको अबको पुस्ताले त के भन्नु रहेछ भनेर खोजेर भयो नेपालीबाट त अङ्ग्रेजीमा 3टा भाषाको शब्दकोश बनाउन सकियो भने त हामीलाई पनि इन्ट्रेस्ट लाग्छ नि त। मलाई पनि एकदम इन्ट्रेस्ट लाग्छ यो गुरुङ भाषा सिक्नको लागि। एउटा किताब पनि छ, म सायद मानबुको एकजना के समथिङ गुरुङ लेख्नुभएको यो धार्चे गाउँपालिकाको गुरुङ भाषाको शब्दकोश रहेछ। र त्यो हेरेर म पनि अलिअलि इन्ट्रेस्ट लाग्छ इङ्ग्लिस नेपालीमा र गुरुङ भाषामा रहेछ। त्यस्तो खालको शब्दकोश बनाउन सकियो भने त्यसमा हाम्रो गाउँपालिकाले पनि हजुरहरूसँग साझेदारीमा काम गर्न सकिन्छ। निकै महत्त्वपूर्ण कार्यक्रम आयोजना गर्न भयो, सहभागी हुन भयो र आफ्ना शब्दहरू राख्न दिनुभएकोमा खास गरी हिमाली आदिवासी समाजको टिमलाई धन्यवाद दिँदै सम्पूर्ण यहाँ उपस्थितलाई धन्यवाद दिँदै आफ्नो संस्कृति भाषा जोगाउनमा तपाईँहरूको तत्परता एकदम देखा खुसी पनि लाग्यो। सम्पूर्ण शुभकामना दिन चाहन्छु। धन्यवाद। हामी अझै पनि आफ्नो भाषाको लागि चाहिँ हामी निन्द्रामै रहेछौँ, हामी सुतिरहेकै अवस्थामा रहेछौँ। केही न केही, किनभने भोलि राज्य हामी त गुरुङ भन्छौँ नि त, गुरुङ भनेर बोलिरहेका छौँ, हामी गुरुङ लेख्छौँ, तर हाम्रो भाषा सरकारले मान्यता दिएको छ कि छैन, सरकारी कामकाजमा चाहिँ प्रयोग भएको छ कि छैन भनेर हामी कसैले खोजेका थिएनौँ। तर त्यो भन्दै गर्दाखेरि मैले चाहिँ म धेरै ठाउँमा गइरहँदाखेरि उता पोखरातिर गइरहँदाखेरि के गरौँ भनेर सोध्छ, तपाईँहरूको भाषा के छ, तपाईँको आफ्नो भाषामा गीतहरू छ कि छैन भनेर मलाई प्रश्न गर्दाखेरि मलाई एकदम गाह्रो हुन्छ। केही पनि छैन हाम्रो, अघि पनि हामी जिम्मेवारी, हामी गुरुङ समुदायको सबै जिम्मेवारी व्यक्तिहरू हुनुहुन्छ। हामीलाई प्रश्न गर्दाखेरि हाम्रो केही पनि छैन। हामी सिर्फ भाषा बोल्छौँ, यहाँ गुरुङ भाषामा हामी आफ्नो घर परिवारभित्र बोल्छौँ, आफ्नो समुदायभित्र बोल्छौँ। तर यो भाषालाई संरक्षण गर्नको लागि हामीले के गर्नुपर्छ भनेर सरकारी निकायहरूमा हामीले कुनै पनि खोज नीति पनि गरेका थिएनौँ र कुनै पनि सरकारी कामकाजमा प्रयोग पनि भएको छैन। त्यो लेभलको हाम्रो तमु समाजको व्यक्तित्वहरूसँग हामी लिङ्क हुँदै जाने हो भने हाम्रो पनि यो भाषाको पनि संरक्षण अनि हाम्रो वेशभूषाको पनि संरक्षण अनि त्यसपछि हाम्रो संस्कार संस्कृतिको पनि संरक्षण हुन्छ भन्ने चाहिँ मलाई लाग्छ। त्यसकारणले अहिलेको समयमा के भइरहेको छ भने हामी आफूलाई आकर्षित देख्नको निमित्त, आफूलाई राम्रो सबैको अगाडि राम्रो हुनको निमित्त हामीले के गरिरहेको छौँ भने यो गुरुङ भाषा म चाहिँ प्रायः जस्तो म मेरो बच्चाहरूसँग पनि मेरो बच्चा काठमाडौँ भए पनि म मेरो आफ्नै भाषा बोल्छु मेरो बच्चासँग पनि, चाहे ऊ कलेजमा पढिरहेको अवस्थामा होस्, चाहे ऊ साथीहरूसँग खेलिरहेको अवस्थामा होस्, म फोनमा कुरा गर्दा पनि मेरो आफ्नै भाषाले गर्छु कि, किनभने मैले मेरै स्थानीय स्कुलमै सरकारी स्कुलमै पढाएँ अनि मेरै भाषाले म बच्चाहरूसँग बातचित गर्छु। प्रायः जस्तो मैले मेरो गाउँको थुप्रै दिदीबहिनीहरूसँग पनि मेरो आफ्नै गुरुङ भाषाले कुराकानी गर्छु। हाम्रो समाज कतातिर गइरहेको छ, हाम्रो समुदाय कतातिर गइरहेको छ भन्ने कुरा चाहिँ हामीले धेरै ख्याल गर्नुपर्ने रहेछ। किनभने अहिले यो समयमा चाहिँ मान्छे आफूलाई आकर्षित देख्नको निम्ति अरूले हेर्दाखेरि आहा वा भन्नको लागि चाहिँ आफ्नो भाषालाई छोडेर बिचबिचमा अङ्ग्रेजी मिसाउने, जानी नजानी अङ्ग्रेजी मिसाउने, हिन्दी सिरियल हेर्ने, अनि त्यसपछि त्यस्तो छ। अब त्यो भ्रमलाई चाहिँ हामीले चाहिँ चिर्नुपर्छ। गुरुङ भनेपछि गुरुङको पहिचान के हो त, उसको वेशभूषा के हो त, उसको भाषा के हो त, कहाँबाट उत्पत्ति भयो भन्ने कुरा हामीले बोलिरहेको त छौँ स्थानीय लेभलमा, तर त्यसको दस्तावेज लिखितमा केही नभएपछि हाम्रो भाषाको केही मान्यता छैन। त्यसकारणले गर्दाखेरि अहिले हामीले जुन हिमाली आदिवासी समाजले जुन यो आयोजना गरेर हाम्रो भाषालाई लिपिबद्ध जुन सुरुवातदेखि नै अहिलेको चरण भनेको एउटा सुरुवाती चरण हो, जगको चरण हो। यो जगको चरणमा आएर चाहिँ हामी सबै उपस्थित भयौँ, यस विषयमा छलफल गऱ्यौँ र यो कार्यक्रमलाई हामीले आफ्नो भाषालाई जोगाउनको निम्ति, आफ्नो भाषालाई
सरकारी कामकाजको रूपमा धेरै नभए पनि केही कुरामा मात्रामा भए पनि एउटा मान्यता दिनको निम्ति एउटा दस्तावेज बनाइराख्नको निमित्त चाहिँ जुन सहयोग गर्नुभएको छ र सहजीकरणको लागि गाउँपालिका हामीले प्रमुख प्रशासकीय अधिकृतदेखि अध्यक्षज्यूदेखि लिएर जुन वडा अध्यक्षज्यू भयो, यहाँहरू प्रत्यक्ष अप्रत्यक्ष रूपमा सबैले जुन हामीलाई सहजीकरण गर्नुभएको छ, यहाँहरू सम्पूर्णलाई चाहिँ हृदयदेखि नै धन्यवाद। साझालो ट्रस्टीले नमस्कार। हाम्रो भाषाको संरक्षण सम्वर्धन हामी आफैले गरेन भने यसको चुनौतीहरू धेरै छ। अहिलेको अध्ययन अनुसन्धानले के देखाउँछ भने आफ्नो भाषा र संस्कृतिलाई संरक्षण र सम्वर्धन गर्न सकेन भने अबको 50 वर्षभित्र 6000 जुन भाषामा 3000 भन्दा बढी भाषा चाहिँ लोप भएर जानुपर्छ है। विश्वको एउटा तथ्याङ्कले त्यो देखाउँछ है। भनेपछि त धेरै नै जोखिम छ है। अहिले हामी कहाँ नै धेरै जोखिम आइसक्यो। यहाँ हाम्रो गुरुङ भाषामा पनि धेरै जोखिम आइसक्यो है। हाम्रो बाउ बाजेहरूले त राम्रोसँग बोल्छ, अहिलेको पुस्ताले बोल्न त बोल्छ, अब मिक्समा आइसक्यो त्यो नेपाली न है। यहाँ पनि त्यो देख्यो, माथितिर त्यो देख्यो है। त्यो धेरै चुनौती हाम्रो अगाडि आइसक्यो। अब मार्फत चाहिँ भाषा जोगाउन सकेन भने हाम्रो संस्कृति र पहिचान पाउन सक्दैन। र रह्यो आगामी दिनमा अब हामी सबैको एकदम उत्साहजनक, कसैले पनि चासो नदिएको देखेन है। सबै दिदीबहिनी दाजुबहिनी है एकदमै यो लेखित रूपमा दिनुभयो। एकदमै एकताबद्धका साथ सबैले आफ्नो भाषा आफ्नो संरक्षण गर्नुपर्छ भने एकमत देख्यो है। त्यति अगाडि बढिसकेपछि अब यो संरक्षण र सम्वर्धनको लागि अब हाम्रो चुम्दुब्री गाउँपालिका स्थानीय सरकारले प्राथमिकतामा राखिनेछ। दोस्रो कुरा चाहिँ वैशाख 7 गते अब संयुक्त कार्यक्रम फेरि गर्ने भन्ने कुरा छ। अब त्यसको बाहिरै पनि है अब भाषा संरक्षणको लागि के गर्न सकिन्छ है। भाषाको शब्दकोशहरू होइन, भाषालाई आफ्नै भाषा प्रयोग गर्नु पाउने। अहिले त एउटा खुसीको कुरा के पनि छ भने गण्डकी प्रदेशले पनि गुरुङ भाषा र मगर भाषालाई एउटा कामकाज प्रयोग गर्नु पाउने भनेको नीतिमा लिने गरेको अवस्था पनि छ। र अरू एउटा लोपोन्मुख अवस्थामा रहेको भाषाहरूको पनि संरक्षण गर्ने भन्ने कुरा पनि छ। अब सरकारको त्यो प्राथमिकताबाट छ र खास हामी आफै लाएन भने त्यसको संरक्षण हुन सक्दैन, त्यसको जीवन हुन सक्दैन। त्यसकारण हाम्रो बालबच्चाहरूलाई पनि हाम्रो भाषा बोल्ने हामीले पनि त्यो बोलिरहनु पर्यो। भाषा रहेन भने हाम्रो त यही चिज घुमेको हुन्छ है। हाम्रो अब अहिले उहाँले भनिसक्नुभयो चाइनामा चाहिँ आफ्नो भाषा बाहेक कुनै भाषाले मान्यता दिएको छैन। चाइनिज भाषालाई है अङ्ग्रेजी भाषाले मान्यता दिएको छैन, अरू कुनै भाषाले मान्यता दिएको छैन। किनभने त्यसरी चाहिँ आफ्नो भाषा संरक्षण गरिरहेको छ। हिमाली आदिवासी समाजले है धेरै भाषाहरूको अध्ययन अनुसन्धान गरेर त्यसको संरक्षण गर्ने काम गर्नुभएको छ। यो त साह्रै पुण्य काम हुने है। त्यस कारण यो धेरै महत्त्वपूर्ण छ। अब हामी सबैको ध्यान चाहिँ विकास र समृद्धिको लागि सोचिरहेको हुन्छौँ, तर पहिचान र हाम्रो पुर्खाले गर्दै आएको ध्यान कामै हुँदो रहेछ है। त्यस कारण अब चाहिँ सबैको ध्यान चाहिँ एकमत भएर अब यसलाई कार्यान्वयन पक्षमा है आगामी दिनमा हिमाली आदिवासी समाज र चुम्दुब्री गाउँपालिका स्थानीय सरकार बिचमा समन्वय गरेर यसको संरक्षण र सम्वर्धनको लागि नीतिगत प्रक्रियामा के गर्नुपर्छ है। त्यसमा एकदम हामी स्थानीय सरकार अहिले अध्यक्ष उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकारीदेखि वडा अध्यक्ष कार्यपालिका सदस्यदेखि हाम्रो लेखा है अनि शाखा प्रमुखहरू पनि प्राय छ। हामी सबैको प्रतिबद्धता है चुम्दुब्री गाउँपालिकाको
वडा नम्बर 3 को गुरुङ भाषा संरक्षण गर्नको लागि हामी सुन्दुरी गाउँपालिका प्रतिबद्धता राख्छौँ। अब यसको लागि धेरै कुराहरू आउन सक्छ है, किनभने पहिलो कुरा यो आर्थिक वर्ष नै हो है। यो आर्थिक वर्षमा पनि हामी यो यसको लागि व्यवस्थापन गर्ने प्रतिबद्ध पनि गर्छौँ। ल आजको कार्यक्रममा पुनः सुन्दुरी गाउँपालिका वार्ड नम्बर 3 का मातृभाषी सरोकारवालाहरूसँग स्थानीय मातृभाषा विकास सम्बन्धी एक दिने छलफल गोष्ठी कार्यक्रम यही समापन भएको घोषणा गर्छु। थुजेसे ट्रसी तेले छ्या